वेलकम बैक टू माई युट्युब च्यानल। साथीहरू आज हामी आएको छु तरकारी खेतीमा भिजिट गर्न, यहाँको कस्तो छ के छ भन्ने जानकारी लिन। हामी आज यहाँ आएछु तरकारी खेतीमा तरकारी किन्न है गाइज। तपाईँहरूलाई म देखाउँछु, यो हो अहिले ब्याक क्यामेरा गाइज। आज हामीले तपाईँहरूलाई तरकारी खेतीको भिजिट गराएका छौँ। पानी चलिरहेको छ, मोटर चलिरहेको छ, एकदम राम्रो छ है गाइज। सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नुहोस् र फेसबुकबाट हेरिदिनु भने च्यानललाई पनि फलो गरिदिनु होला। ओके गाइज, यस्तै हामी राम्रो भिडियोहरू तपाईँलाई भिजिट गर्नेछु। यो गाउँको एकदम भिलेज लाइफ कसरी जिरहेको छन्, कसरी यहाँ तपाईँले अर्ग्यानिक खेती गर्न सक्नुहुन्छ। ओके गाइज, र नेक्स्ट पार्टमा म तपाईँलाई अझै राम्रो भिडियोहरू हाल्नेछु, त्यसैले सब्सक्राइब गरिदिनु होला। ओके, र अर्को दृश्य पनि म देखाउनेछु अहिले तपाईँलाई। यहाँबाट गाइज पानी यसरी दिनुपर्ने छ। यो मोटर हेर्नुहोस्, न्यू टेक्नोलोजीको मोटर छ हेर्नुहोस्। यहाँ चाहिँ टमाटर खेती भइरहेको छ हेर्नुहोस् है। अनि त्यहाँ चाहिँ खोर्सानी खेती हो। यो चाहिँ जम्मै टोटल तपाईँको टमाटर खेती हो। टमाटर अब पाक्नै सुरु हुन्छ 5-6 हप्ता 10 दिनमा। अनि त्यसपछि हाम्रो यो छ तपाईँको यो तरबुज है, एकदम राम्रो खालको मिठो खालको तरबुज है। हेर्नुहोस् गाइज, तरकारी खेती यहाँ तरबुजहरू हेर्नुहोस् यसरी लगाइरहेका छन्। यो चाहिँ मकै छ, यसमा अरू पनि यो चाहिँ हरियो खोर्सानी हेर्नुहोस्। यो चाहिँ हरियो खोर्सानी हेर्नुहोस्, यस्तो राम्रो हरियो खोर्सानी छ। यसमा चाहिँ काँक्रा पनि छ, तपाईँको मकै पनि छ है हेर्नुहोस् है। अनि तपाईँको करेला पनि छ। यो हेर्नुहोस्, अब यहाँ ठुलो खुर्सानीको खेती आउँदैछ हेर्नुहोस्। खुर्सानी हेर्नुहोस् है, यस्तो राम्रो अर्ग्यानिक तरिकाले त्यो खेती गरेको हेर्नुहोस्। नयाँ तरिकाबाट तल तिरपाल बिछाएर कसरी फलाएको छ, न्यू टेक्नोलोजीबाट हो सायद जस्तो लाग्छ साथीहरू। यदि तपाईँ पनि लिन चाहनुहुन्छ भने चाहिँ यहीँ हाम्रो टिकापुर कैलाली बनगाउँमा आउनु होला है। राम्रो सस्तो तपाईँले तरकारीहरू पाउन सक्नुहुन्छ। यहाँबाट तपाईँले लगेर हाट बजारदेखि तपाईँको सपमा राखेर पनि बेच्न सक्नुहुन्छ, राम्रो मार्जिन पाउन सक्नुहुन्छ साथीहरू। हेर्नुहोस्, पानी यसरी आउने यहाँ भित्रबाट सिस्टम बनाएको छ है, यस्तो छ। ओके गाइज, यता हाम्रो साथमा हुनुहुन्छ विशाल ब्रो। ओके, यहाँ चाहिँ हामी तरबुज खाँदैछौँ है, वाटरमेलन तरबुजको खेती भइरहेको छ यसमा हेर्नुहोस्। तपाईँलाई देखाएँ, यहाँ हामी आएको छौँ हेर्नुहोस्, मोटर चलिरहेको छ। तरबुज अब हामी टेस्ट गर्दैछौँ। यो चाहिँ तपाईँको टमाटर खेती चेक गर्दैछु। ओके, दाजुले कोर्स लाग्नु भयो कि ट्रेनिङ सिकेको? यो त काम गर्दै सिकिहालिन्छ नि त होइन। लगभग 10 वर्ष भएको त मेरो खेती गरेको। पाकेको छैन मैले भने होइन, पाकेको छैन मेरो फ्याट्टै आउँछ। काँचै रहेछ, पाके खासै छैन, सेतै छ। चाहिँ पाकेको त छैन छ। अनि हामी त्यही पनि टेस्ट गर्दैछु, मिठो खालको हो अरे। त्यसैले अब टेस्ट गर्दैछु कस्तो खालको रहेछ। दाइले हामीलाई फ्रीमा दिनुभएको थियो। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ यहाँ आएर तपाईँले टेस्ट गर्न मिल्छ है। तपाईँले खुर्सानी पनि टेस्ट गर्न मिल्छ। तपाईँ कतिको पिरो छ के छ भन्ने कुरा हेर्नुहोस्। यो खुर्सानी खेतीमा पाकेको छ है, टेस्ट गरौँ कस्तो छ, मिठो छ। नि खाइयो, अब हामी जाँदैछु घरमा। ओके गाइस, जसले सब्सक्राइब गर्नु भएको छैन च्यानललाई सब्सक्राइब गरिदिनु होला। ओके।
अनि फेसबुकबाट हेर्दै हुनुहुन्छ फेसबुक प्रोफाइललाई पनि फ्लो गरिदिनु ओके मिल्ने चाहिँ हामी नेक्स्ट ब्लगमा आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ किप